तपाईहरु सबैजनाले स्वागत छ यस च्यानलमा। पक्कै पनि तपाईहरु अब कपिराइट फ्री म्युजिक कहाँबाट निशुल्कमा लिन सकिन्छ भन्ने विषयमा जानकारी लिन आउनु भएको हो। थम्बनेल हेरेर नै आउनु भएको हो, मलाई थाहा छ हैन। यो कपिराइट क्लेम भनेको चाहिँ के हो त? सबभन्दा पहिले यो जान्नुस् है। तपाईहरुले युट्युबमा काम गरिराख्नु भएको छ, कुनै पनि कन्टेन्ट क्रिएसनमा लागिराख्नु भएको छ। भविष्यमा एक न एक दिन तपाईको युट्युब च्यानल क्राइटेरिया पूरा भएर मोनेटाइजको लागि अर्न गर्नको लागि मोनेटाइजको लागि एप्लाई त गर्नै पर्ने हुन्छ गाइज हैन। त्यो एप्लाई गर्ने टाइममा चाहिँ तपाईहरुको कुनै पनि भिडियोमा कुनै पनि तपाईहरुले गीतहरु कहीं पनि बलिउड मुभी हलिउडको सङ त्यस्तो उठाएर हाल्नु भएको छ, तपाईहरुको भिडियोको ब्याकग्राउन्डमा छ भने पछि गएर तपाईहरुको च्यानल मोनेटाइज हुने बेलामा चाहिँ ठूलो समस्या देख्न सक्छ है गाइस। तपाईहरुको मोनेटाइज नै हुँदैन। मोनेटाइजको लागि एप्लाई गरे पनि तपाईहरुको रिजेक्ट भएर आउँछ ड्यू टु द कपिराइट म्युजिक भनेर। त्यसैले तपाईहरु जति पनि अहिले कन्टेन्ट क्रिएसनमा लाग्नु भएको छ, युट्युबमा लाग्नु भएको छ नि, म्युजिकको विषयमा चाहिँ हेलचक्राइ नगर्नु होला। एकदम कपिराइट फ्री म्युजिक मात्रै आफ्नो भ्लगिङमा अथवा कुनै पनि भिडियोको ब्याकग्राउन्डमा राख्न सक्नुहुन्छ है त। तपाईहरुले जति दुःख गरे पनि यो कपिराइट क्लेम आयो भने चाहिँ जिरो पाउनुहुन्छ कि त्यो भिडियोको भिडियोको तपाईको भिडियोमा जति पनि पैसा अर्निङ हुन्छ नि, भविष्यमा मोनेटाइज भएर चाहिँ नि त्यो पैसा आउन थाल्यो भने जति पनि एड आउँछ त्यसको पैसा चाहिँ सिधा गएर चाहिँ नि त्यो म्युजिक ओनरलाई जान्छ र तपाईको अर्न चाहिँ जिरो हुन्छ है गाइज। सो त्यसैले एकदम तपाईहरुले यो कपिराइट फ्री वाला म्युजिक एड गर्नु होला आफ्नो भ्लगमा अथवा कुनै पनि भिडियोमा है त। कपिराइट फ्री म्युजिक कहाँबाट लिने त? तीनटा सोर्सेसहरु छ है गाइज। म तपाईहरुलाई बिना पैसाको फ्रीमा NCS नन कपिराइट म्युजिकको सोर्स बताउँछु। यो भिडियो अन्तिमसम्म हेर्नु होला। मन परे लाइक शेयर सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है त। ल म तपाईहरुलाई चाहिँ नि अब यो स्क्रिन शेयर गर्न चाहन्छु। यो भिडियो अन्तिमसम्म हेर्नु होला है त। सुरुमा युट्युब गाइज, युट्युब हैन। युट्युबमा जानु होला र सर्चमा गएर चाहिँ नि NCS लेखेर चाहिँ नि सर्च गर्नु होला। अनि यहाँ चाहिँ 34.3 मिलियन सब्स्क्राइबर भएको एउटा च्यानल भेट्नुहुन्छ तपाईले। यसलाई हेर्नुस्, नो कपिराइट ST स्टुडियो साउन्ड्स भन्ने हैन। यस्तो अरु पनि च्यानलहरु छन् हैन, यसकै कपी गरेर गरेको, त्योबाट चाहिँ नलिनु होला। र यो यही नन कपिराइट ST साउन्ड भनेको ठाउँमै यसको चाहिँ सब्स्क्राइबर 34.3 मिलियन चाहिँ यसबाटै लिनु होला है त गाइस। ल त्यसपछि भिडियोमा जानुस् र यहाँ हेर्नु त यहाँ हजारौं तपाईहरुले भेट्ने यहाँ 2100 जति भिडियो छन्। यिनीहरु सबै नन कपिराइट म्युजिकहरु हुन् गाइस हैन। सबै म्युजिकहरु तपाईले फ्रीमा नै युज गर्न सक्नुहुन्छ। जस्ट यो भिडियो फर्मेटमा हुन्छ, तर म्युजिकमा चाहिँ तपाईले म्युजिक मात्रै युज गर्न सक्नुहुन्छ। दोस्रो पनि यहीबाट हो, दोस्रो पनि युट्युबबाटै दिन्छ। हेर्नुस् है, फेरि पनि युट्युबमा जानुस् र माथि सर्च गर्नुस् NCS भ्लग टाइप गरेर सर्च गर्नुस्। ल हेर्नुस्, भ्लग नो कपिराइट म्युजिक। यसको चाहिँ सब्स्क्राइबर 2.49 मिलियन सब्स्क्राइबर छ हैन। यहाँबाट तपाईहरुले गएर चाहिँ नि एकदम मजाले जुनसुकै म्युजिक तानेर चाहिँ तपाईले युज गर्न सक्नुहुन्छ है। यो पुराको पुरै एकदम फ्री कपिराइट फ्री म्युजिक मात्रै हो। तपाईहरुले गएर चाहिँ नि यसबाट लिन सक्नुहुन्छ। र यस बाहेक अर्को पनि एउटा छ गाइस, त्यो पनि युट्युबले दिन्छ। त्यो त झन् एकदम कहिले पनि त्यसबाट कुनै पनि कपिराइट आउँदैन। त्यसको लागि चाहिँ तपाईले यो क्रोममा जानुपर्ने हुन्छ। क्रोममा जानुस् र सर्चमा गएर studio.youtube.com टाइप गर्नु होला। studio.youtube.com
गएर सर्च गर्नु होला र यसरी सर्च गर्दाखेरि एकछिन टाइम लिन्छ। यहाँ तपाईँको आफ्नै युट्युब च्यानल अथवा कुनै पनि एउटा च्यानल ओपन हुन सक्छ। त्यसमा चाहिँ गएर यस्तो सर्फेस देख्न सक्नुहुन्छ हैन। सबैभन्दा मुनि एउटा म्युजिकको साइन देख्नुभयो होला, म जुम गरेर देखाउँछु तपाईहरुलाई। हेर्नुस्, यहाँनिर चाहिँ तपाईले एउटा म्युजिकको साइन देख्न सक्नुहुन्छ। त्यहाँ गएर दबाउनुस्। त्यहाँ गएर दबाएपछि तपाईले हेर्नुहुन्छ यहाँ हजारौं लाखौं म्युजिक साउन्ड ट्र्याकहरु। सबैभन्दा राम्रो चाहिँ यही हो है, कसैले क्रेडिट दिन पनि पर्दैन हैन। तपाईहरुले जुन चाह्यो त्यही म्युजिक चाहिँ नि यहाँबाट लिन सक्नुहुन्छ। यो यति मात्र हैन गाइस, यहाँ हेर्नु त यो कुनामा गएर तपाईले नेक्स्ट गर्दै जानुभयो भने हजारौं म्युजिक ट्र्याकहरु कति हुन्छन् के। सबैभन्दा सेफेस्ट के रे म्युजिक ट्र्याक चाहिँ यो हो गाइस। न कसैले केही दिन पर्छ हैन, डाउनलोड गर्न पनि सजिलो छ गाइस। जस्तै तपाईले सर्च पनि गर्न सक्नुहुन्छ है। जस्तै मैले अब यहाँ सर्चमा के लेखे भने स्पिरिचुअल भनेर सर्च गर्नुस्। ल हेर्नुस्, यहाँ स्पिरिचुअल्स त्यो गरेर दिए नि हैन। जे तपाईले जस्तो म्युजिक चाहियो त्यस्तै तपाईले सर्च गर्न सक्नुहुन्छ। जस्तै मैले एउटा यहाँ सुरु गइला सुन्न चाहेला, तपाईहरुले नि सुन्न सक्नुहुन्छ। जुन पनि अब जस्तै हैन, मलाई मानिलिउँ थर्डको मन पर्यो ल हैन, यो नि मन पर्ने ल मैले अर्को लिएँ ल। यो डाउनलोड गर्न पनि सजिलो छ गाइस। यहाँ साइड राइट साइडमा तपाईले डाउनलोड देख्नु भएको छ नि, त्यहाँ डाउनलोड गर्नुस्। ल हेर्नुस्, एकछिनमै डाउनलोड हुन्छ। हेर्नुस् त, ल हेर्नुस्, एकछिनमै डाउनलोड भयो कि भएन? हेर्नुस्, भयो नि हैन। यसरी चाहिँ तपाईहरुले नन कपिराइट म्युजिक चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ है त। सो गाइस, आजको यस भिडियो कस्तो लाग्यो हजुरहरुलाई हैन? प्रतिक्रिया दिन नभुल्नु होला। तपाईहरुलाई पनि केही सोध्नु छ युट्युब सम्बन्धी भने कमेन्ट बक्समा कमेन्ट गर्नु होला र खुलेर प्रश्न सोध्नु होला गाइस। म तपाईहरु हर एकको चाहिँ नि एन्सर दिन कोसिस गर्नेछु कमेन्ट बक्सबाट हैन। अहिले त युट्युबको राम्रो फिचर पनि आछ गाइस हैन। सिधै मैले चाहिँ तपाईहरुलाई भोइस मेसेज दिएर रिप्लाई पनि गर्न मिल्छ कि अहिले त्यो फिचर आएको छ। सायद तपाईहरुलाई थाहा छैन भने गएर हेर्न सक्नुहुन्छ हैन। नभए त्यसको नि कुनै दिन भिडियो बनाउला। सो गाइस, यो भिडियो मन परेको भए लाइक शेयर सब्स्क्राइब गर्न नभुल्नु होला। र यदि तपाईहरु नयाँ हुनुहुन्छ भने युट्युबमा लाग्दै हुनुहुन्छ भने यो भिडियो यो च्यानल चाहिँ एकदमै इन्फर्मेटिभ हुन्छ है तपाईहरुको लागि। सो डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्स्क्राइब गाइस। सी यू इन नेक्स्ट भिडियो।